म बुझेँ कि अब आज श्रमदान अलि आउनु सकिएन कि दाजु। हेरेको अनि अलिक ठाउँ अझै हाम्रो यात्रा हात्तीदुङ्गेको यात्रा हुँदैछ। चुक्थालादेखि यमथाल जाँदैछौँ। चुक्थाला भन्नेमा पुगियो। हाम्रो यहाँ चाहिँ च्यानहरू छ। सरसफाइ अभियान हुँदैछ। अब हामी चाहिँ हात्तीदुङ्गेको यात्रा प्रस्थान गर्दैछौँ। ल हामी चाहिँ हात्तीदुङ्गेमा आइरहेछौँ। विशेष गरी असल दाइ र म। अब यहाँदेखि ठ्याक्कसँग यहाँ यो ठुलो ढुङ्गामा चाहिँ हामी चढ्नेछौँ। अब यसले चाहिँ हात्तीढुङ्गे भनिन्छ। हात्तीढुङ्गा अब हामी चढ्ने बल्ल छ। हामी चढ्ने बल्ल छौँ। हामी चाहिँ फाक्सी ग्राउन्डदेखि ठ्याक्कै ठ्याक्कै चुक्थाला हुँदै यमथाला हुँदै हामी हात्तीडुङ्गेमा पुगेका छौँ हैन। त्यो हात्तीडुङ्गा पहिला यहाँनिर हाम्रो यहाँ चाहिँ उहाँले यस्तो घर बनाएर बस्नुभएको। अब हामी चाहिँ हात्तीडुङ्गे हात्तीडुङ्गा यो हजुर हात्तीडुङ्गे। अब यहाँदेखि हामी टक्क गएर चढ्छौँ। अनि हामी चाहिँ फेरि झर्ने वाला छौँ। है निस्किनु चाहिँ गाह्रो हुन्छ रहेछ। हो यहाँ चाहिँ निस्किनु गाह्रो हुन्छ भन्दै थियो। हो रहेछ हौ। लासल्दैमा हात्ती पुग्नु चढ्ने रहेछ भने निस्किनु चाहिँ अलिक समस्या रहेछ। निस्किनु एकदम समस्या छ भन्ने कुरो छ। ल टपमा पुगेँ म। लासल्दै टपमा पुगिसक्नुभयो। अब हाम्रो असल दाइ चाहिँ बाटोको विकल्प सोच्दै हुनुहुन्छ। हामी जुन ठाउँमा चढ्यौँ यहाँदेखि चाहिँ हामी लुगाहरू उता छ। यहाँदेखि चाहिँ अब यहाँदेखि निक्लिनु गाह्रो रहेछ। यो यस्तो रहेछ। अब असल दाइले यो बाटो विकल्प रोज्दै हुनुहुन्छ। कहाँदेखि जाँदा ठिक हुन्छ। अब झर्ने बाटो चाहिँ असल दाइ टुपो जाँदै हुनुहुन्छ। गाइजहरू अब हामी ठ्याक्क यो रुखदेखि असल दाइ रुखदेखि अब हेर्दै हुनुहुन्छ। डम्बर भाइ माथि जाँदै हुनुहुन्छ है। पसिसकेर यहाँ यतापट्टि पश्चिमपट्टि झरेर माथि टुप्पो गइसक्नु भएको छ। जुन अघि चढेको ठाउँदेखि हामी निस्किने बल्ल छौँ होइन। अब हामी विकल्प सोच्दैछौँ। निस्किने के अरे बाटो चाहिँ विकल्प हामी सोच्दैछौँ होइन। त्यो विकल्प चाहिँ रहेछ यहाँनिर रुख रहेछ होइन।